बालिनले तिरे पूर्व राजा ज्ञानेन्द्र शाहलाई 7,93,000 जरिवाना। काठमाडौँ महानगरपालिकाले तीनकुने क्षेत्रमा गरिएको राजावादी प्रदर्शनमा भएको तोडफोड र फोहोरको कारण पूर्व राजा ज्ञानेन्द्र शाहलाई 7,93,000 रुपियाँको जरिवाना तोकेको छ। महानगरपालिकाले प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले गरेको तोडफोड र आगजनीको मूल्याङ्कन गर्दै पूर्व राजाका नाममा जरिवाना सहितको विभिन्न पत्रहरू जारी गरेको हो। राजावादी प्रदर्शनकारीहरूले प्रदर्शनको दौरान फोहोर, लुटपाट र सार्वजनिक सम्पत्ति नष्ट गरेको दावी गर्दै महानगरले शाहको घर निर्मल निवासलाई जरिवाना सहितको पत्र पठाएको छ। महानगरपालिकाका अधिकारीहरूका अनुसार प्रदर्शनमा शाहको प्रत्यक्ष संलग्नता रहेको कारण उक्त निर्णय गरिएको हो। यस प्रदर्शनमा 2 जनाको मृत्यु भएको र विभिन्न निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको जानकारी प्राप्त भएको छ। संलग्नता रहेको कारण उक्त निर्णय गरिएको हो। यस प्रदर्शनमा 2 जनाको मृत्यु भएको र विभिन्न निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको जानकारी प्राप्त भएको छ।